यो चाहिँ आजको मेरो नानीको मेरो छोरीको खाना बिहानको खाना मैले मेरो छोरीलाई चाहिँ बिहानको खानामा चाहिँ मटर चना आलु मिक्स गरेर रस बनाइदिएको थिएँ र इस्कुसको मुन्टालाई थोरै घिउमा लगाएर पानीमा मात्रै उमालेर सादा बनाइदिएको थिएँ। अनि उसलाई चाहिँ यस्तो हरियो परियो साह्रै मनपर्छ। अनि त्यही भएर मलाई पनि उसको खानामा चाहिँ यस्तो थोरै भए पनि बनाइदिन्छु क्या साथीहरू। अनि थोरै अन्डा पनि बनाइदिएको थिएँ आज चाहिँ। अनि अन्डा चाहिँ त्यति मिठो गरेर फ्राई अन्डा चाहिँ त्यति मिठो गरेर खाँदैन क्या साथीहरू। मेरो छोरीले थोरै थोरै खान्छ, खाँदै नखाने त होइन, थोरै थोरै चाहिँ खान्छ। अनि खाना खाँदा चाहिँ मेरो छोरीले कति मिठो गरी खाइदिने क्या साथीहरू। अनि त्यही भएर मलाई चाहिँ एकदमै जाँगर चल्छ उसको लागि चाहिँ खाना बनाउनु पनि। मैले चाहिँ मेरो छोरीलाई बिहान र बेलुकाको टाइम चाहिँ एकदमै उसलाई चाहिँ खाना चाहिन्छ क्या। अनि फेरि आफूलाई पनि ढुक्क हुने क्या साथीहरू। अब बिहान बेलुका चाहिँ मजाले खाना खाइदियो भने अब दिउँसो त जे खुवाउँदा पनि भयो नि त होइन। अनि कहिलेकाहीँ चाहिँ फलफुलहरू पनि खाइरहेको हुन्छ दिउँसोको समयमा चाहिँ। अनि कहिलेकाहीँ बिस्कुट पनि दिने गरेको छु, कहिलेकाहीँ चाउचाउ पनि खान्छ खानालाई चाहिँ। हुन त त्यस्तो जङ्क फुडहरू नदिनु भन्छ होइन सानैदेखि, तर पनि अब के गर्नु, नानीहरूलाई देखेपछि जोगाउन सकिँदैन, अलिअलि थोरबाउ त खाइहाल्छ। अनि बिहान बेलुका चाहिँ मजाले खाना बनाएरै दिने गरेको छु। एउटा कुरा क्या साथीहरू, यो नि अब छोराछोरी नभइन्जेलसम्म चाहिँ नि त अब केही त्यस्तो वास्तै नहुने क्या। अब तर छोराछोरी जन्मिसकेपछि चाहिँ कति माया लाग्ने क्या आफ्नो छोराछोरीको चाहिँ। जति दुःख पीडाइ अब कति कुरा त्याग्नुपर्छ नि त होइन। आफूले अब सधैँ जिरहेको स्वतन्त्र जिरहेको आफूले जस्तो ठाउँमा जान्छु जे गर्छु भन्दा पनि गरिरहेको, तर छोराछोरी भइसकेपछि चाहिँ कति कुरा बाँधिन्छ नि त होइन। तर पनि यसमै नै खुसी हुने। अनि मेरो छोरीले चाहिँ यसरी खाइसकेको थियो। थ्याङ्क यू।